हेलो साथीहरु, आई होप हजुरहरु सन्चै हुनुहुन्छ होला। आज चाहिँ मैले युनिटरी मेथड टपिकबाट चाहिँ एमसीक्यू मा सोध्ने चाहिँ क्वेशनहरु चाहिँ डिस्कस गरौँ भनेर लिएर आएको छु है। युनिटरी मेथड चाहिँ कति धेरै जनालाई चाहिँ सजिलो पनि लागिरहेको हुन्छ। यदि तपाईहरुले बुझ्नु भयो, राम्रोसँग अन्डरस्ट्यान्ड गरेर गर्न सक्नु भयो भने चाहिँ एकदम सजिलो छ। तर बुझ्न सक्नु भएन भने चाहिँ यही पनि कति धेरै जनालाई चाहिँ एकदमै गाह्रो पनि लागेको मैले देखेको छु। तर हामीले जे पढ्दाखेरि पनि मैले सक्छु, म गर्न सक्छु, यो त सजिलो छ नि भनेर पढ्यौं भने चाहिँ हामीले त सकिन्छ, हैन यो त गाह्रो छ भनेर ले त्यस्तै मेन्टालिटी बनायो भने चाहिँ त्यो चाहिँ रियलमै गाह्रो हुन जान्छ। त्यही भएर हजुरहरु चाहिँ टेन्सन नलिनुस्, म चाहिँ यसमा चाहिँ एकदम इजीबाट चाहिँ स्टार्ट गर्नेछु हैन, ताकि अलिकति मोटिभेट फिल होस् आफूलाई पनि कि म गर्न सक्दो रहेछु, सजिलो रहेछु भन्ने फिल होस् भनेर गरेको छु हैन। र यो इजी पनि छ, फिल मात्र हैन इजी पनि छ। यस्तो इजी त अरु केही छँदै छैन हैन। यहाँ मैले क्वेशन राख्दिएको छु, मैले चाहिँ इंग्लिश र नेपाली दुईटैबाट राख्दिएको छु। यदि हजुरहरुले नेपालीबाट पनि अन्डरस्ट्यान्ड गर्न सक्नुहुन्छ, नेपाली मिडियमको हुनुहुन्छ भने पनि सजिलो होस्, इंग्लिश मिडियमको हुनुहुन्छ भने पनि सजिलो होस् भनेर चाहिँ मैले राख्दिएको छु। एकदम इजी क्वेशन छ। क्वेशन हेरौँ एकचोटी। अ मोटर बाइक ट्राभल्स 280 किलोमिटर इन 40 लिटर अफ पेट्रोल 20 किलोमिटर, हाउ मच डिस्टेन्स विल इट कभर इन 9 लिटर्स अफ पेट्रोल्स। एउटा मोटर बाइकले 40 लिटर पेट्रोल प्रयोग गरेर 280 किलोमिटर दूरी तय गर्दछ भने 9 लिटर पेट्रोल प्रयोग गरेर त्यो मोटर बाइक कति दूरी तय गर्दछ। यो क्वेशन हेर्ने बित्तिकै तपाईको दिमागमा आन्सर आइसक्नु पर्यो है। एमसीक्यू मा हामीले धेरै टाइम वेस्ट गर्नु नै हुँदैन। हामीले जति सक्दो थोरै भन्दा थोरै टाइममा चाहिँ के गर्नुपर्छ भन्दाखेरि एमसीक्यू सल्भ गर्न सक्नुपर्छ। हेर्नु हामीले गरेको युनिटरी मेथड हो। युनिटरी मेथड भनेको जहिले पनि युनिटरी भनेको के हो, युनिट, 1 युनिट, एक सम्झिनुस् है। अब तपाईले हेर्नु यहाँनेरि के निकाल्नु पर्ने छ त्यसलाई तपाईको राइट ह्यान्ड साइडतिर लेखिहाल्नु। जस्तै कि यहाँ हेर्नुस् हामीलाई के निकाल्नु पर्ने छ, हाउ मच डिस्टेन्स भनेको चाहिँ कति दूरी तय गर्छ। अब यहाँ हामीले दिएको छ दूरी, यहाँ पनि हाम्रो छ नि मोटर ट्राभल्स 280 किलोमिटर भनेको चाहिँ 280 किलोमिटर ट्राभल गर्छ रे। मैले यहाँनेरि कुनै फर्मालिटी गरिन, यो हाम्रो एमसीक्यू को लागि हो, त्यही भएर। अब यहाँ हेर्न सक्नुहुन्छ कति लिटर्समा, 40 लिटर्स। सबै मिलाएर लेख्न पनि सक्नुहुन्छ तपाईले, तर त्यति टाइम हुँदैन। अहिलेदेखि प्र्याक्टिस गर्दै थोरैमा प्र्याक्टिस गर्न ट्राई गरियो भने चाहिँ सजिलो हुन्छ। अब हाम्रो यहाँ 1 लिटरको निकाल्नु पर्छ है हामीले। 1 लिटरले कतिमा गर्न सक्छ, 1 लिटर भनेपछिबाट 1 लिटर तपाईले आफै एजुम गर्न सक्नुहुन्छ। 1 लिटर कसरी हुन्छ, 280/40 भनेको 1 लिटर हो नि, त 1 लिटरले यति नै गर्न सक्छ। 1 लिटरमा त थोरै गर्न सक्छ भने थोरै कसरी हुन्छ, डिभाइड गरेर हुन्छ हो कि हैन। यसमा तपाईले कुनै लजिक सजिक मैले तपाईको आफ्नै त्यो हुन्छ नि कमन सेन्स वाला टाइपले सिकाइराखेको छु तपाईलाई इजी होस् भनेर है। र तपाईले बुकमा त्यो लङ क्वेशन सल्भ गर्दाखेरि गर्ने त अलि छोड्दिनुस्। त्यसपछिबाट हेर्नुस् 1 किलोमिटरको आयो, 1 किलोमिटरको आयो नि, 1 लिटरको आयो नि हैन। 1 लिटरमा यति किलोमिटर ट्राभल गर्न सक्छ। अब 9 लिटरले गर्ने हो नि त, हामीले त निकालेको 9 लिटरले हो। अब 1 लिटरले यति गर्न सक्छ भने 9 लिटरले कति गर्न सक्छ त, 9 लिटरले त त्यो भन्दा बढी गर्न सक्छ। बढी भन्ने बित्तिकै हाम्रो के गर्नुपर्छ, हामीले मल्टिप्लाई गर्नुपर्छ भनेको गुणन गर्नुपर्छ। 9 लिटर राख्दिम 9। अब हेर्नुस् तपाईले यो 0 र यसलाई काट्दिनुस्, 7 भनेको 63 किलोमिटर, योले मल्टिप्लाई गर्दाखेरि 7 कटेर हेर्नु कति यो तपाईलाई हामीले एक्सप्लेन गरेको भएर अलि टाइम लागेको, तर तपाईले यसरी गर्नुभयो भने हेर्नु यो कति छिटो सल्भ हुन सक्दो रहेछ त। आई होप तपाईहरुले बुझ्नु भयो होला है। म यसपछि तपाईहरुलाई अर्को क्वेशन पनि गर्न सक्छु, त्यो एकदम इजी छ, सिम्पलबाट गरौँ भने। ओके, हामी चाहिँ अब टाइप 2 अर्को क्वेशन गर्छौं। यो पनि इजी छ, यो चाहिँ टाइम एन्ड वर्क छ, त्यही पनि हामीले यो चाहिँ हाम्रो युनिटरी मेथडकै यसमा पढ्छौं हामीले है। क्वेशन हेरौँ। इफ 36 men can do a piece of work in 24 days, how many days will 24 men complete the same work? नेपालीमा पढौँ। यदि 36 जना मानिसले एउटा काम 24 दिनमा गर्न सक्छन् भने सोही काम 24 जना मानिसले कति दिनमा पूरा गर्छन्। मैले अगाडि पनि भनेको छु हामीले युनिटरी मेथडमा के गर्छौं भन्दाखेरि चाहिँ जे निकाल्नु पर्ने छ त्यसलाई चाहिँ राइट ह्यान्ड साइडमा लेखिहाल्नु। कति दिनमा है, हाउ मेनी डेज
के निकाल्नु छ, हामीलाई डेज निकाल्नु छ। कति दिनमा गर्छन् रे? पहिला दुईटै दिएको वाला लेखौँ है, 24 डेज दिएको छ नि त यहाँ। अनि यो चाहिँ कतिजनाले गर्न सक्छन् त भन्दाखेरि एउटा कामलाई 36 मिनटले गर्न सक्छन्। अब हामीले चाहिँ अहिले पनि मैले भनेको छु युनिटरी भन्दाखेरि नि एउटाको निकालिहाल्नु होला। एउटा मान्छेले चाहिँ कति दिन, यो एउटाको आइसक्यो। अब हामीले निकाल्नु छ कति, 24 मिनटको 24 गरिदिउँ है। अब यसलाई काटकुट पारौँ, कति हुन्छ, 6 6 36 6 चौको 24 चौको 24 4 चौको 16 डेज, 16 डेजमा। हेर्नु कति इजी छ है। यसरी गर्न चाहिँ हामीले सकिन्छ। आई होप यो पनि हजुरहरूले बुझ्नुभयो होला। लेट्स गो टु नेक्स्ट क्वेसन है। अर्को छ टाइप 3 मा। अ फ्याक्ट्री प्रोड्युसेस 1200 युनिट्स इन 8 आवर्स युजिङ 6 मेसिन्स। इफ 4 मेसिन्स आर युज्ड फर 10 आवर्स, हाउ मेनी युनिट्स विल बी प्रोड्युस्ड? यसमा के भनेको छ भन्दाखेरि मैले यसमा चाहिँ नेपालीमा लेखेको छैन। एउटा कुनै फ्याक्ट्रीले चाहिँ 8 घन्टा 6वटा मेसिन युज गरेर चाहिँ 1200 युनिट प्रड्युस गर्न सक्छ, उत्पादन गर्न सक्छ अरे। त्यसै गरी चाहिँ अब 4वटा मेसिन चाहिँ 10 घन्टाको लागि युज गर्यो भने चाहिँ कति युनिट चाहिँ प्रड्युस गर्न सक्छ भनेर सोधेको छ है। अब मैले यसमा हाम्रो यहाँ युनिट पनि छ, आवर पनि छ, मेसिन पनि छ। अहिलेसम्म हामीले 2टा भएको मात्र गरिरहेको थिएँ, मैले अब 3टा भएकोमा सिफ्ट हुँदैछ है। यसमा पनि इजी छ, यसमा पनि तपाईँहरूले त्यसै गरी गर्न सक्नुहुन्छ। मैले के भनेको छु, एउटै रुल 1200 युनिट्स भनेको छैन। यहाँ हेर्नु है त, हाउ मेनी युनिट्स भनेको छ नि त। हाउ मेनी युनिट्स, युनिट्सलाई लेखिहाल्नुहोस् पछाडि। 1200 युनिट्स निकाल्नु पर्ने चाहिँ युनिटमै एन्सर आउनु पर्यो। यो हामीले चाहिँ कसरी प्रड्युस गर्न सक्छ, 8 आवर्स युजिङ 6 मेसिन्स। ठिक छ, 6 मेसिन युज गरेको हो हामीले है। अब कति घन्टा, 8 आवर, यो मेसिन आवर आयो होइन। अब हामीले चाहिँ कतिको निकाल्नु पर्ने छ भन्दाखेरि 4 मेसिन इन्टु 10 आवर्सको निकाल्नु पर्ने हो नि त। अब हामीले यो भनेको हाम्रो मेसिन आवर्स है, यो भनेको 48 मेसिन आवर हुन्छ है। 48 मेसिन आवरमा 1200 युनिट गर्न सकिन्छ भने अब 1 को निकालिहाल्नुहोस् पहिला। भनेको 12 इन्टु 48 भनेको हाम्रो 48 मेसिन आवर, यो भनेको 1 मेसिन आवरमा चाहिँ यति युनिट प्रड्युस गर्न सकिन्छ। अब हाम्रो यहाँ कति छ, यहाँ छ 40 मेसिन आवर छ है। अब हामीले चाहिँ 40 मेसिन आवरमा चाहिँ कति गर्न सक्छौँ त, यसलाई कति जान्छ, काटकुट बनाउनुहोस् त। 8 4 यस्तो हुन्छ है। 2 ले गयो 200 इन्टु 5 भनेको 5 2 10 1000 युनिट। हेर्नु यो पनि कति इजिली निस्केको छ कि, कति इजिली है। आई होप हजुरहरूले चाहिँ बुझिराख्नु भएको छ। यसमा हामीले अहिलेसम्म 2टाको मात्र गरिरहेको थिएँ मैले चाहिँ। हामीले आवर्स पनि छ, मेसिन पनि छ, युनिट पनि छ, कसरी गर्ने भन्नुहुन्छ होला। यसमा पनि एकदम इजिली हामीले त्यो लङवाला गर्दाखेरि कसरी गर्थ्यौँ भन्दाखेरि चाहिँ अब 8 आवर्समा यस्तो गरेर गर्थ्यौँ नि। 8 आवर्समा 6वटा मेसिन युज गरेर 1200 युनिट। अनि त्यसपछिबाट 1 घन्टामा कसरी, एउटा मेसिनले 1 घन्टामा कसरी, यसरी गरेर निकाल्थ्यौँ नि। त्यो निकाल्नुको सट्टा हामीले यसरी निकाल्यो भने चाहिँ हामीलाई एमसिक्यूमा नि त, त्यही भएर एकदम सर्टमा टक्क गर्नुहोस् है। हामी अर्को क्वेसन गर्छौँ। अर्को क्वेसन रहेको छ, अ ट्याङ्क क्यान बी फिल्ड बाई 4 पाइप्स इन 12 आवर्स। इफ 2 of the pipes are closed after 6 hours, how much more time will it take to fill the tank? क्वेसन चाहिँ अलिक इम्पोर्टेन्ट पनि छ अनि अलिक कम्पेरिटिभली अगाडिको भन्दा अलिकति केही अलि प्रब्लम आउन सक्ने खालको क्वेसन छ। त्यो पनि केही छैन, इजी छ। यसको एकदमै एउटा सिम्पल लजिक छ कि, त्यो ट्रिक चाहिँ म तपाईँलाई यो क्वेसन गरिसकेपछि दिन्छु। पहिला चाहिँ हामीले अरू क्वेसन गर्नको लागि पनि बुझ्नु त पऱ्यो नि, त्यही भएर पहिला चाहिँ यसलाई राम्रोसँग गरौँ। त्यसपछि म तपाईँलाई एउटा एकदम चुट्कीवाला ट्रिक दिन्छु है, निन्जा टेक्निक। यसलाई निन्जा टेक्निक भन्छु मैले चाहिँ। अब हेर्नु यहाँ हाम्रो के छ भन्दाखेरि, हाम्रो के छ काम भनेको के हो भन्दाखेरि एउटा ट्याङ्की हो नि त। एउटा ट्याङ्की भर्ने कुरा भइरहेको छ यहाँ
होइन। यहाँ पनि त्यही कति टाइम लाग्छ भनेर चाहिँ हामीले टाइम निकाल्नु परिरहेछ। पहिला जहिले म राइट ह्यान्ड साइडमा भन्थेँ, यसमा चाहिँ म अर्कै गरेको गर्नेवाला छु है। त्यो पनि लास्टमा चाहिँ आउँछ। तर हेर्नु, म राम्रोसँग अहिले लेख्दिनँ, म चाहिँ पहिला जसरी नै लेख्छु। 12 आवरमा चाहिँ 4वटा पाइप युज गरेर चाहिँ हामीले के गर्छौँ भन्दाखेरि एउटा ट्याङ्कीलाई चाहिँ पुरै फिलअप गर्छौँ। एउटा ट्याङ्की है, यो एउटा ट्याङ्की। अब हामीले यहाँ हेर्नु के भनेको छ, 6 आवरसम्म चाहिँ 4वटा पाइप युज गरेको छ भने 6 आवरमा चाहिँ कति गर्न सक्छ त, कति ट्याङ्की भरिँदो रहेछ त हेरौँ। 6 आवरमा 4वटा पाइप युज गर्यो भने त्योभन्दा एउटा ट्याङ्की पुरै त भरिँदैन नि त, कम भरिन्छ हो कि होइन भन्दाखेरि के भनिन्छ, एउटा ट्याङ्की त पहिला हामीले 1 आवरको निकाल्छौँ। 1 आवर निकाल्नलाई 1/12 गऱ्यो भने हुन्छ। अब हाम्रो 6 आवर्स छ नि त, 6 आवरमा त 6ले मल्टिप्लाई गर्नु पर्यो, पछि कति भयो 1/2। आधा ट्याङ्की चाहिँ भरिँदो रहेछ। अब हाम्रो भर्न बाँकी ट्याङ्की पनि कति हो भन्दाखेरि चाहिँ भर्न बाँकी पनि हाफ नै हो। तपाईँले राखिराख्नु होला, भर्न बाँकी पनि हाफ नै हो। यति भरिसकेको छ भनेपछिबाट हेर्नु है, हाफ अफ द ट्याङ्की 4वटा पाइप युज गर्यो भने चाहिँ हामीले कति गर्न सक्दो रहेछौँ 6 आवर्समा। यसलाई उल्टाएको छु मैले है, यसलाई मैले ठ्याक्कै उल्टो बनाएको छु ल। हेर्नु, हाफ अफ द ट्याङ्की यो 4वटा पाइप युज गर्यो भने अनि भनेको 6 आवर्स यहाँ छ है। अब हेर्नु है त, हामीले भर्नुपर्ने पनि हाफ अफ द ट्याङ्की नै हो नि। हेर्न त भर्न बाँकी पनि त्यति नै हो, भरिन्छ पनि त्यति नै भनेपछि अब हाम्रो पाइप मात्रै यो तपाईँले छोडिदिनु, यसलाई 1/2 नै गर्नु। 2वटा पाइप यो हेर्नु राइट ह्यान्ड साइडमा आइसकेको छ नि त। अघि मैले माथि गरेको थिइनँ, अहिले मैले गरिसकेको छु भनेपछि अब हेर्नु, यो हामीले 6 आवर्समा गर्थ्यौँ भने अब 2वटा पाइप युज गर्यो भने चाहिँ कतिमा हुन्छ, 1वटा पाइप युज गर्दाखेरि चाहिँ के हुन्छ, एउटा मात्र पाइप युज गर्नुभयो भने चाहिँ यो ट्याङ्की भरिनलाई झन् कम टाइम लाग्छ नि त हो कि होइन भन्नु त। सरी बढी टाइम लाग्छ कि होइन। बढी टाइम लाग्छ भने चाहिँ तपाईँले के गर्नु पर्यो भन्दाखेरि 4 गर्नु पर्यो हो कि होइन। 1वटा पाइप युज गर्यो भने त बढी टाइम लाग्छ। अब 2वटा पाइप युज गर्यो भने त योभन्दा कम टाइम लाग्ने भयो। त्यही भएर 2 भयो। अब हाम्रो कति निस्क्यो 12 आवर। बुझ्नुभयो, मैले अलिकति झिकझ्याक भएछ। म एकचोटि फेरि एक्सप्लेन गरिदिन्छु। हामीले चाहिँ आधा ट्याङ्की चाहिँ फिलअप गरिसकेको हो, तर आधा ट्याङ्की कसरी फिलअप गरेको भन्दाखेरि 4वटा पाइप युज गरेर 6 घन्टामा गरेको नि त। हामीलाई त आवरमा निकाल्नु छ, त्यही भएर हामीले आवरलाई पछाडि राखेको छौँ है, हाम्रो सजिलोको लागि राखेको हामीले यो। अनि त्यसपछिबाट हाम्रो बाँकी पनि आधा नै छ भनेपछि हामीले चेन्ज गरिरहनु परेन, यो बाँकी पनि हाफ नै पर्न बाँकी छ। तर हामीले अब पाइप युज गर्नुपर्ने हो, 2टा पाइप मात्रै युज गर्ने हो नि त। हामीले 2टा पाइप चाहिँ क्लोज भइसकेको छ भने 2टा पाइप मात्रै युज हुन्छ हो किन, त्यही भएर यहाँ 2टा पाइप पायो। तर हामीले 2टा पाइपको निकाल्नु अगाडि हामीले अघिदेखि भनिरहेका छौँ युनिटरी मेथड भनेपछि हामीले फर्स्टमा एउटाको निकाल्छौँ। एउटा पाइप युज गर्दाखेरि त हामीलाई के हुन्छ भन्दाखेरि बढी घन्टा लाग्छ हो कि होइन। एउटा पाइप युज गर्नु हुन्छ भने त बढी घन्टा लाग्छ नि, त्यही आधी ट्याङ्की फिल गर्नको लागि पनि। त्यही भएर हामीले यहाँ फुल मल्टिप्लाई गऱ्यौँ। अब त्यसपछि हामीले के गऱ्यौँ भने अब हामीले निकाल्छौँ 2टा पाइपको निकाल्दाखेरि त एउटाको कम्पेरिजनमा त 2टाले त कम टाइममा भरिन्छ, त्यही भएर हामीले डिभाइड गऱ्यौँ, हाम्रो आयो 12 आवर है। अब मैले चाहिँ तपाईँहरूलाई अघि भनेको थिएँ कि म एउटा टेक्निक पनि दिन्छु, लजिक होला निन्जा टेक्निक भनेको थिएँ। त्यसमा चाहिँ के हो भन्दाखेरि यहाँ हेर्नु, हाम्रो छ म यहीँ साइडमा लेखिदिन्छु, 4वटा पाइप छ। 4वटा पाइपले चाहिँ हामीले त्यो ट्याङ्कीलाई चाहिँ 12 घन्टामा फुल गर्न सक्छौँ रे हो कि होइन। अब हामीले चाहिँ 6 घन्टासम्म चाहिँ 4वटै पाइप युज गरेको छौँ होइन। 4वटै पाइप युज गर्दाखेरि चाहिँ हाम्रो आधा ट्याङ्की त फुल हुनु त ठ्याक्कै टाइम के छ, हाफ छ हेर्नुभयो भने हो कि होइन। अब हामीले हेर्दाखेरि यो हामीले 4वटा गरेको छ नि त। अब हामीले यो पाइपलाई घटाएर 2 गऱ्यौँ, यो पनि हाफ गऱ्यौँ भने हाम्रो यो टाइम जुन छ यो त डबल हुने भयो कि भएन। त्यही भएर हाम्रो चाहिँ 12 आवर हुन्छ कि। यसरी पनि निकाल्न चाहिँ सकिन्छ।
तर यो अरू क्वेसनको लागि पनि यो चाहिँ बुझ्न पनि जरुरी छ। यो टेक्निक पनि युज गर्न सक्नुहुन्छ। यति सजिलो टेक्निक छ। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। राम्रो लाग्यो भने लाइक पनि गरिदिनुहोस्, सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई। अब म यसको बाँकी पार्टहरू चाहिँ अर्को भिडियोमा चाहिँ लिएर आउने नै छु। हस्, थ्याङ्क यू।